बाल्कनी सबै अब यो चाहिँ सबै हाम्रो आई विल गो हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो अब चाहिँ हामी यहाँ फोरनम छोडेर होस्टल छोडेर हाम्रो प्रपर अपार्टमेन्टमा जान लागेको बाहिरको इन्भाइरोमेन्ट चाहिँ आज यस्तो छ I will go. Yes, you will go with you? Ah, okay. Then Guys, हामी चाहिँ जाने हो यो गाडीमा हामीले चाहिँ यो गाडी पायौँ क्यारीको लागि सामान क्यारीको लागि सो म चाहिँ यहाँ बस्नु रे यहाँ त एउटी बहिनी छ नि त अलरेडी के होस् त को हो नि त यो बहिनी चाहिँ yes. Okay, thank you. Baham na atan na. Ay karan na may paus to. Yung haro na gina. Puluan na haro na. Kamu hari teka lang ko lang kagata tikira. So guys, हामी चाहिँ लगभग आइपुग्यौँ हाम्रो लोकेसनमा हामी चाहिँ 2D मा आइपुग्यौँ 2A मा आउनुपर्ने हियर्स आवर लोकेसन यस्तो मरुभूमि हिउँको मरुभूमि जस्तो ठाउँ गाइज आई एम नट लाइकिङ इट यस्तो दामी झिलिमिली सिटी छोडेर अब यस्तोमा आउने So गाडी यहाँ छ दिस इज आवर एरिया अनि यो हाम्रो अपार्टमेन्ट बाल्कनी ओहो ग्राउन्ड फ्लोर भएर अलि जाऊ भयो यो बाल्कनी हाम्रो ग्राउन्ड फ्लोरको बाल्कनी गाइस ठिकै छ रमाइलो छ अनि त्यो मान्छेहरूले छोडेपछि हामी बस्ने हो यहाँ हेल्प गरिदिउँ क्या हो यहाँ हेल्प गरिदिउँ जबरजस्ती ओके भने हो ओके भने हो गाइस अनि हामी चाहिँ हाम्रो घरमा आइपुग्यौँ यो हो कोआसको अपार्टमेन्टहरू आगो ताप्ने थियो साउना कहिले तान्दैन त्यो अहिले त हिउँ गर्मीमा आगो ताप्ने ठाउँ गाइस यस्तो सुनसान कि एउटा पसल छैन कि म कस्तो अफगानिस्तान इराक अफगानिस्तान जस्तो भाइ चाहिसक्यो मलाई हरेक अपार्टमेन्टमा गाडी गाइस एउटा एउटा टक्क टक्क फाइनली हामी गाडी भन्नु पार्किङ गर्नु उतापट्टि हो क्या ल हेर न कति यहाँ कति रोड पारी पुरा बाक्लो गाउँ गाइस कस्तो मजा हुन्छ नि अल्लो घर पल्लो घर पल्ला घर तल्ला घर सबै हुँदैछ गाइस यहाँ चाहिँ यस्तो झिलिमिली सहर छोडेर आयौँ हामी गाउँमा ऊ त्यो के गाडी आयो है त्यो गाडी कताबाट जाने हो यहाँ त पुरै भित्ता हिँड्दो रहेछ गाडी यता है बुढा हाल्दै अन्त त्यही भएर हेल्प गरिदिउँ भनेको तिमी कहाँ गर्छौ क्या आउनु बिचरा दुईजना मात्र छन् तिमी नि गरिदेऊ न बरु फाइनली हाम्रो अपार्टमेन्ट चाहिँ हाम्रो लागि रेडी भइसकेको छ म हजुरहरूलाई देखाउँछु है त यस्तो छ यहाँ चाहिँ अनि यो चाहिँ मैले भनिहालेँ यहाँ चाहिँ पुरै डबल डोरवाला सिस्टम हुन्छ यो एउटा डोर अनि त्यसपछि यो एउटा डोर कति सानो हो अब यो चाहिँ किचन एरिया गाइस किचन प्लस हल अरे यो हेर्नु किचन प्लस हल हो नि
So guys, this is kitchen. यहाँ डिसवासर हो यो फ्रिज हो यो ओ माई गड यो फ्रिज होइन यतापट्टि फ्रिज यतापट्टि चाहिँ फ्रिज यहाँ चाहिँ पात्रमा पुत्रमा डब्बा डब्बी राख्ने यहाँ पनि डब्बा डब्बी राख्ने फ्रिज ल हामीले यहाँ आएर बल्ल फाइनल्ली दामी फ्रिज पाइयो यो चाहिँ एसी हो नि पुरा दिस इज एसी वाउ किचन त बल छ त ओहो यहाँ कालो के लगाएछन् मरमसला लगाएछन् सो गाइस तस कति सानो बेसिन भाडा बेसिन चाहिँ यो छि ओहो कति सानो त नि के राख्ने रहेछ अझै यस्तोमा के राख्ने हो त नि मलाई भाडा धुने बेसिन चाहिँ मन परेन नि त ओभन चाहिँ छैन कि यो हो यो ओभन यो ओभनको ट्रे छ यो ओभन हो कसरी खोल्ने त नि यो केलाई यसलाई होइन ओभन जस्तै हो लाइन लाइन छ खोल्नु मिल्दैन ए यस्तो यो ओभन हो कि खान्छ ओभन बिचरा त्यो बहिनीले त अनि त्यसपछि यहाँ छ हाम्रो बाथरूम हाई फ्रम माई न्यू अपार्टमेन्ट गाइज यो चाहिँ के हो थाहा भन लाइट यस्तो अनि यहाँ चाहिँ आउने बित्तिकै टक्क ज्याकेट स्याकेट झुन्डाउने ठाउँ यो चाहिँ यहाँ छ हाम्रो कस्तो सानो रुम हो छि कति सानो रुम सानो हो हाम्रो त किचनको एरिया त नि हो मैले भने नि किचनको एरिया त रहेछ भनेर त्यत्रो तिनीहरूले कहाँ राखे त नि दुईटामा कहाँ राखेर डेढ यसरी थियो भनेपछि हामीले यति सोफा पाएको भए सोफा कहाँ हुन्थ्यो त्यहाँ उतापट्टि यहाँ त बेड हुन्छ बेड हुन्छ उयो होइन ए कपडा सपडा राख्ने ठाउँ प्रपर छ यहाँ पुरै छ केही जाँदैन क्या तिमीले के ल्याउनु पऱ्यो के हो यताउति भने होइन केही जाँदैन कि यस्तो सक्नुहुन्छ क्या हेर्दिनँ माथि माथि तिम्रो नि तल सबै मैले राख्ने किनकि म माथि पनि हेर्दिनँ यहाँ पनि ऐना छ त्यो माथि के हो ऊ त्यो नआउने हो क्या त्यो त्यहाँ पढ्दैन गएको यो नयाँ के रहेछ त्यो पढ्दा होला कि त्यहीँ छोप्ने त्यो सर छोप्ने त्यही पढ्दा नै होला कि त्यो सायद यिनीहरूलाई सुन्न चलाएको बाहिर भनिदियो भने अब होइन यहाँ यसो गर्नुपर्छ सामान हालेर राखेर अनि त्यसपछि उ गर्नु पाइएला नि त भयो चाहिँदैन त्यहाँ हालिदियो होइन बक्समा घबडा आउने बित्तिकै चाहिँ हाम्रो भ्यू छ हालिदियो भने सामान अब किन के अरे भन्ने ल सामान हालौँ अनि हामी नेपाली हो नि त त्यही भएर हामीसँग छ यति धेरै पोको पुन्तुरा हो चिसो गाइस होस्टेलमा जस्तो तातो छैन यहाँ किनकि हामीले यहाँको ढोका एकदम ननस्टप ओपन गरेर सफा चाहिँ राम्रो हो क्लिन छ गाइस त्यो भएर हामीले हल्का पुसपास गऱ्यौँ अनि अब बस्नु तयारी भइसक्यो हाम्रो चिसो छ नि साइलामलाई के पोड सोड थाहा नि पोड हान्नुपर्छ भने खाइरहेन त्यति हप्चान जाने टिकट लगाउने गाइसमा चाहिँ अब चाबी लिन जाने हो नि त टक्क लगाएर के वर्क्स अब वहाँ माथि त कसरी भेट्छ त नि त्यहाँ माथि
यो भित्रबाट जाने हो त्यो पिङ्क बक्समा चाहिँ त्यो पिङ्क बक्स त्यो पिङ्क बक्स भएको ठाउँमा चाहिँ चाबीहरू छ अरे यस्तरी भिडियो गऱ्यो भने त मान्छे तर्सिहाल्दैन यस्तरी गर्नुपर्छ त्यो पिङ्क बक्स भएको ठाउँमा चाहिँ चाबीहरू छ अरे गाइज सो हाम्रो यो रुमको चाबी चाहिँ हामी त्यहाँबाट ल्याउने हो अहिलेको जाने मान्छेले चाहिँ यो चाबी नल्याइकन हामीलाई खुल्ला गरेर गइदियो थियो की बक्स छ होइन की बक्समा चाहिँ अनि इङ्ग्लिसमा इन्टेरियर पिन कोड भन्छ इन्टेरियर सेम पिन भनेको के भनेको नि त्यहाँ त्यही पिन हाल्ने नि त्यो लाउने कुन पिनहरू पिन आउँछ क्या पखान पिन आउँछ भने कति दियो होला कि यस आउँछ पिन हो खै म जाडोको हातै ठिरायो हो गाइज म जाँदैछु आछु अबे बल्ल 11:30 भयो नि त बल्ल 11:30 भयो नि त ल्याम गाइज म कि लिन जान्छु अहिले लिन जानु र अहिले मान्छेहरूले छोडा बेला लिन जानु के फरक पर्छ र अनि क्या नि त हामीले सामान सब हालिहाल्यौँ होइन अरूको लगाइदिनु के फरक पर्छ लाग्दैन बाहिर बसेर लाग्यो एकजना भित्र बस्ने एकजना बाहिर बस्ने पर्दैन क्या भित्र बसेर लाग्यो हुन्छ भित्रबाट खोल्न चाबी चाहिँदैन क्या होइन ल अब त तिमी यो लाएर खोल त म बाहिर बस्छु है गाइज हाम्रो चाहिँ ड्रयरमा अलिकति सानोतिनो डिस्कसन परिरहेको मेरो बुढा भन्छ कि यो चुज गर कि यो चुज गर अरे त्यस्तो नि हुन्छ म केटी हो मलाई कसरी यो र त्यसले मिल्छ फाइनल कुरा के हो बुढा यहाँ आऊ त यो त एकदम डिसाइड हुनुपर्छ क्या पछि फेरि के कहाँ खोज्ने तर यहाँ पनि यो क्लियर चाहिँ हुनुपर्ने क्या यत्रो यहाँ चाहिँ सुटकेसहरू राख्ने हो बुढा यहाँ होइन सुटकेसहरू अहिले उतै राख्ने कता जे होस् क्या ठाउँ चाहिँ टेबल नआउन्जेलाई आइसके पछाडि चाहिँ पछि सुटकेसहरू यहाँ राख्ने हुन्छ क्या आउनु आइसके पछाडि हाम्रो सुटकेसहरू खाप लाउने फेरि यहाँ 1 2 3 4 गर्दै यसरी खाप लाउने क्या यतिसम्म यसरी सिधा सिधै त्यही हुन्छ न त यहाँ राख्ने भयो नभए सुटकेसहरू यहाँ त कपडा झुन्नु नि एउटा कुनामा राख्ने हुन्छ कि यता कुनामा राख्ने हुन्छ यतातिर चाहिँ टेबल बनाएर ठ्याक्क यस्तो बनाउनु हुन्छ क्या यो भयो नि अनि यहाँबाट चाहिँ पछि यहाँनिर चाहिँ ठ्याक्कै टेबल बनाएर अनि यसो भिडियोहरू गर्ने राम्रो देखिन्छ नि त यो सेतो छ नि त वाइट अनि यसो त्यो डिजाइनहरू देखाएर ट्याक्कै टेबलहरू राख्यो भने भिडियोहरू गर्ने युट्युबमा यसो नर्मल माइक कलर माइक मगाएको छु माइक चाहिँ एउटा यो लोकेसन चाहिँ त्यसको लागि राम्रो हुन्छ ल ल ल ल हाम्रो ड्रयरको कुरा हुँदै थियो नि ड्रयरको कुरा फिनिस गरौँ त अब त ल तिमीलाई यो टपको चाहिँ तिमी चलाऊ म त खोलिरहन सक्दिनँ नि त यो अनुसार के भयो भने तिम्रो हाइट 4 फिट छ र यो यसको हाइट 6 फिट छ त्यही भएर यो दुईटा चाहिँ तिमीलाई यहाँ दुईटा चाहिँ खैराउँछ खोला त त्यो त्यत्रो तिमीलाई नै गाह्रो परेको हो तिमी के राख्छौ त्यहाँ मलाई हेर्नलाई नि गाह्रो परेको क्या त्यो के छ भन्ने मैले देखेको नि छैन कि त्योमा हामी अलिक खासै युज नहुने कपडा राख्ने बाहिर झुन्डाको ज्याकेट त्यत्रो ज्याकेट हामी कहाँ राख्दैन यो ज्याकेट बाहिर झुन्डाको ज्याकेट त्यहाँ कहिले झुन्डाको मैले लगाइरहेको सुन न भनेपछि 1 2 3 4 तिमीलाई हो यो दुइटा तिमीलाई 1 2 त्यो तलको 1 2 3 4 यो चाहिँ मलाई फाइनल यही भयो गाइज कफी खाने मिल्क सिल्क हिजै 3 लट खाएर भ्याइहाल्यो हाडी घोप्टे भएपछि यस्तै हो बिहान के किन्ने हुन्थ्यो यस्तो किन्न जाने उसै पाइएन क्या त्यो प्लास्टिकमा ल्याएर सब हालेको फ्रिजमा हाम्रो खानेकुराहरू सब फ्रिजमा हाल्यो यस्तै छ गाइस जिन्दगी फ्रिज चल्या ठ्याक्क 12 बजे गाइस सो म जाँदैछु चाबी लिनलाई
गाइज 12 बज्यो ठ्याक्क त्यही भएर म जाँदैछु चाबी लिनलाई हामी चाहिँ भित्र बसिसक्यौँ तर म चाबी लिन जाँदैछु ओहो कति जाडो म्याट्रेस चाहिँ अलिकति ए खोल्न मिल्छ क्या कान्छ यहाँ त खोल्न मिल्छ ऊ चेन कसरी यी के चेन ए ल ल ल यो बुढा ल ल यो बुढो एकदम लाटो हो क्या मेरो बुढो अनि तर ऊ आफूले आफूलाई एकदमै म बाठो छु भन्ने सोध्छ कति जाडो अब त्यतातिरका सब मेरो छिमेकी हुन्छन् म 1 महिनामा के छ माइली के छ साइली गर्ने हो ए यहाँ एकजना दिदीले पुरा साइकल मुनि सुनि कुद्ने हो चाँडै नै के बस ला कसै थाहा छैन मलाई त मरिजा 307878 खोल्दैन त ओके खोल्यो आए अनि के गर्नु त नि Seven, eight. Give me key. Oh. यसरी हुँदो रहेछ नि त चाबी I got key. अब हल्ला भयो बाल मतलब ध्यान गरेन हल्ला भयो भन्दैन के त्यो भएर After 10 के अरे के आफ्टर 10 हल्ला गर्न नपाउँथ्यो आफ्टर 10 अलि साथ के हो नेपालीहरु लास्ट फुर्सदिलो चाहिँ मान्छे हो क्या ल चुलो दामी चुलो तर यो कसरी फङ्सन गर्ने हामीलाई थाहा छैन यो भन्दा त बरु हिँको कस्तो चुलो भइदियो भए सजिलो हुन्थ्यो क्या फोनमा बस्दा है त्यो नयाँ टेक्नोलोजी हो यो अलि पुरानो ए ओके गाइज अनि हामीले चाहिँ अपार्टमेन्टमा फर्स्ट टाइम चाहिँ के बनाएर खायौँ भन्दाखेरि हामीसँग ब्रेड थियो अनि घिउ थियो अनि त्यसलाई चाहिँ मैले यहाँ कोरिरहेको छु गाइज यस्तो खालको ओभन युज गरेको चाहिँ मैले फर्स्ट टाइम हो वाउ भाँडाको गति सब जान्छ अरे भाँडा कराइदियो तिमीले यो चाहिँ कुनको भन्ने थाहा छैन तर मलाई एउटा कुरामा कस्तो यहाँ अझै चित्त बुझिराखेन हाम्रो छैन नि दुईटा प्लेट कुन प्लेट सेतो प्लेट दुईटा आउँदै कुन सेतो प्लेट थियो रामलाई हामीसँगको यस्तो टाउकोवाला थियो क्या थुप्पो गरेको होला यसमा ए त्यो यस्तो भएको होला त्यो कहाँ राखेको क्या त्यो उमा हो कि त्यसमा हो कि कुनमा हो योमा हो कि कालो ब्यागमा हो कि कान्छ त्यो यसमा हो कि कालो ब्यागमा हो ल्याहा छोडा त केही छैन उज्यालो माइ गड यस्तो उज्यालो नदेखेको धेरै भात थियो अब त हामीलाई भिटामिन डीको कम पनि हुँदैन एकदम स्लो भयो क्या हेर त कस्तो दाम भइसक्यो फ्लफी अब यो समात्नलाई त कपडा चाहियो छैन हामीसँग लास्ट तातो यार हो त्यो मैले उस लिनुपर्छ हुन्थ्यो नि यस्तै बेलामा हो क्या यो तातो आउनु त सुरु गर्यो ए हेत्तेरी अनि यो यसको यो यसको यतापट्टि यसले देखाइरहेको थियो यो यतापट्टिको यो यहाँको देखाइरहेको थियो ए यो किन फुल लगाएको त नि के हुन्छ र फुल लगाउनु उता ए हौ त्यो पर्न हो यो हौ तातो अलिक पकाउ भने नि
मेरो बुढा चाहिँ इन्जिनियर हो क्या सिभिल इन्जिनियरको काम अलिअलि आउँछ यहाँ त्यही भएर बेडिङ चाहिँ कसरी गर्ने अरे बुढा कता इस्ट वेस्ट नर्थ साउथ कता हेरेको थियो त्यो केटीले साइक्लिङ गरेर आयो कि मलाई त्यस्तो साइकल चाहियो क्या अन्त किन्दिनँ त्यो टायरवाला मसिनै भयो नि चल्छ मलाई गइसकि पातलै भयो नि चल्छ मलाई त्यो टायरवाला न टायरवाला इलेक्ट्रिकल नि इलेक्ट्रिकल गाइस फाइनली म एकदम मजाले चिच्याएर भ्लग गर्न पाएँ वहाँ के मारे त्यो फोनमा त गरेर बोल्नु पर्थ्यो बुढा हुँदैन गरेर बोल्थ्यो साउथी मारेर आज गुन्द्रुक खाने हो क्या यो त अब हाम्रो गुन्द्रुकसँग त्यहाँ माथि हुन्न के डब्बा राख्ने कि के राख्ने तल राख्दैन हाम्रो एप्पोको गुन्द्रुकलाई होइन यो पनि छँदैछ नि यहाँ के फरक हुन्छ र तर टक्का टक्का डब्बाहरू राख्ने अन्त बुढाले कता कता के राख्छ गाइस आज हामी खाने हो गुन्द्रुकको तरकारी ये चायपत्ती काल चाहिँ खाऊँ न दुध चिया कति मिठो बनाएर दुध चिया खानुहुन्थ्यो हिजो सबै दुध भ्याइदिएर गाइस के गर्नु डन रात रेडी गरेको नि त्यो मेरो बुढाले गरेको यो चाहिँ ओ माइ गॉड आइ एम प्राउड अफ यु ओइ घबराउनु देखेछु जस्तो लाग्थ्यो कस्तो करेन्ट लाग्छ यार गाइस यस्तो करेन्ट यो त मैले काहीँ न्युज पनि सुनेको थिइनँ यार यस्तो त यस्तो हुन्छ भन्ने त सिरक लास्ट ठुलो हातभन्दा डबल छ हामीलाई सिरक सिरक नगुरो तान हुन्छ यहाँ सिरक यो चाहिँ हामीले घरबाट ल्याएको ल गाइस भयो ढोका लाउँछ नि बोल्नु होला यस्तै चिसो छ गाइस चाहिँ चाबी चाहिँ यहाँ हुन्छ है बुढा गाइस हामी चाहिँ वासिङ मेसिन भेट्ने जानु लाग्यो ढोका लगाएपछि त लाग्यो होला आज फेरि लास्टै चिसो छ यसरी खोलेर हेर्नु त मिल्दैन नि यहाँ चाहिँ चिसो छ गाइस उतापट्टि पुरो तातो थियो चाबी लगाइदिउँ यहाँ चाबी लगाइदिउँ यो किन नि अहिले ओहो खोल्नु आउँदैन त चाबी त्यहाँ आउँ ल सबैलाई कहाँ थाहा हुन्छ त नि मोबाइल लेखाइनौ सबैलाई कहाँ थाहा हुन्छ त नि अल्लो घर पल्लो घर जस्तो सोच्यौ क्या कति चिसो भएको छ यो चाबी गर त चाबी लाउनु नि त्यो बिल्डिङभित्र जाऊँ त अनि त्यो बिल्डिङभित्रको तापक्रम पनि हामीले फिल गरिन्छ अब छ्या बी भने होइन बीभित्र लैन ल 2B यहाँ चाहिँ वासिङ मेसिन छ अरे कि गाइस सुनेको त्यहाँ के देखा भन्नु ए बुढा म त त्यही भएर यही बिल्डिङतिर होला क्या यहीँ पारी त देखाएको थियो नि के भयो नि B2 B1 देखाएर गाइस बाहिरको इन्भाइरोमेन्ट चाहिँ यस्तो यो हो होइन राउन्ड रुम यो हो के अरे ए बिल्डिङ यो हो त्यसपछि पार्किङ त्यहाँ छ होइन यो गार्बेजवाला त्यहाँ छ बी यो हो बिल्डिङ बी बिल्डिङ यिनीहरू धुन त यताबाट देखाइरहेको छ यताबाट जानुपर्छ कि कताबाट जानुपर्छ चिप्लो है यहाँ बिस्तारै न कहाँ जङ्गलतिर लग्यो गाइस हामी लास्टै तातो हो हामी चाहिँ लन्ड्री रुम बु हेर न कति तातो हेर त कति तातो ओ माई गॉड कुन हो हामीले बुक गरेको कुन हामीले बुक गरेको
यही हो कति तातो हेर त अनि यहाँ चाहिँ जिम छ अरे ल जिम पनि रहेछ गाइस हामीले त जिमको त खबरै गरेन होला यार के पनि कस्तो हो नि त भोलि बिहानै उठेर आइदिने हो ल जाम्बो ए आऊ है यसो डुलम आऊ बाहिर अब किचनमा त ढोका लाउनै मिल्दैन तिमीले याद गर्यौ किचनमा क्या डोरै छैन क्या कसो किचनमा डोरै छैन हामीले कोही मान्छे राख्यौँ भने पनि ढोका ढ्याप्प पार्नै मिल्दैन क्या किचन बन्द गर्नै मिल्दैन क्या तिमी त्यो कुरा नोटिसै गरेनौ ए यहाँ हाम्रो नाम टाँस्ने भनेको क्या 12 यही होला क्या 12 13 14 16 17 18 19 हाम्रो 12 के हो र हाम्रो 12 हाम्रो त 19 हो खैदैन 19 हो 19 हो 10 9 अर्को लोकेसनमा होला दबटी पनि छ र छैन नि है हाम्रो घर घर आउँदो रहेछ होइन है हाम्रो त केही छैन के फोहोर फाल्ने उस पनि छैन ए हाम्रो चाहिँ त्यहाँ कुद्न पऱ्यो यिनीहरूको चाहिँ आफ्नो आफ्नै भित्ता हाल्नु पऱ्यो त्यत्रो फोहोर त्यहाँ सबै किन घर घरमा टाँस्से खाएको छैन यत्रो ठाउँ हो यो यत्रो ठाउँ गाइस फाइनली हामीले इन्ट्रानेट भन्ने होला नि यसलाई इन्टरनेटको केबल पनि पायौँ उता हाम्रो छिमेकीसँग चाहिँ केबल रहेछ उसले हामीलाई दिनुभयो त्यही भएर हाम्रो आजको लागि इन्टरनेट पनि म्यानेज भयो गाइज अनि फाइनली हामीले चाहिँ एउटा मिस्टेक गरेको रहेछौँ रुम चिसो हुनमा यहाँ यो उस रहेछ कस्तो करेन्ट हाल्छ कुकिङ फर्स्ट टाइम इन माई न्यू अपार्टमेन्ट के बनाउँदैछौ त मैले भात तरकारी छ काउली आलु ब्रोकौली आलु अनि साग फ्राई